सबैजनालाई नमस्ते। आज चाहिँ म र मेरो साथी ओम्रोका मगर यहाँ यो कालीखोला कालीगण्डकीमा चाहिँ माछा मार्न आएको छौँ होइन। उहाँले चाहिँ अब झ्याप्की झ्याप लगाइरहनु भएको छ। यहाँ थोरै भएको छ माछा होइन। बिस्तारै उहाँले चाहिँ आफ्नो कला देखाउँदै हुनुहुन्छ होइन। उहाँ चाहिँ धेरै कुरामा चाहिँ पोख्त हुनुहुन्छ। तपाईँको अब उहाँ टाटो आर्टिस्ट पनि हो। त्यस पछाडि प्लम्बिङदेखि लिएर है तपाईँको हरेक काम चाहिँ उहाँले एवान गर्नुहुन्छ। सर्टिफिकेटवाला मान्छे हो। चाहिँ विदेशमा पनि एकदम राम्रो प्रगति गरेर आएको मान्छे हो। अनि नेपालमा पनि त्यस्तै बवाल गर्नुभएको छ होइन। सायद अहिले माछा पऱ्यो होला जस्तो लाग्छ मलाई। परेको हुनुपर्छ होइन। है त हेरौँ है त, हेर्दै गरौँ है त। माछाको चाहिँ उहाँ चाहिँ एकदम पोख्त मान्छे हो। अलिकति मिस भएछ। उहाँले चाहिँ अहिले एकदम जाल हान्दै हुनुहुन्छ। वा यसरी ट्याक्क होइन। तपाईँहरू चाहिँ टाटुको लागि चाहिँ उहाँलाई सम्झिन सक्नुहुन्छ। टाटुको लागि ट्याक्क एकदम सस्तो प्रयासमा हालिदिनुहुन्छ उहाँले। हेर्नुहोस् उहाँको कला हेर्नुहोस् त। बहुत मेहनत गर्नु पर्दो रहेछ यो माछा मार्ने बेलामा चाहिँ। हामीले चाहिँ खाएर चाहिँ मिठो हुन्छ, यहाँ चाहिँ एकदम गाह्रो हुँदो रहेछ कि मैले हेरेको होइन। पर्नुपर्ने हो, परेन होइन। पर्छ बिस्तारै। झ्याट हान्नुभयो झ्याट। उहाँको एक्सन हेर्नु न। एक्सन हेरे तपाईँहरूले चाहिँ उहाँ कस्तो मान्छे हो भने एक्सनबाटै चिन्नुपर्छ है। वाह 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 आमामा। उहाँबाट उल्टे पनि हान्न सक्नुहुन्छ उहाँले। तपाईँ जाल हान्ने भएको कारणले हो। नत्र उहाँको चाहिँ यस्तो यस्तो ठाउँमा उल्टे जाने होइन। त्यसरी चाहिँ उहाँ हेर्नु त कस्तो छ झर्ने स्टाइल हेर्नुहोस्। त्यो स्टाइल हेर्नुहोस् त राम्रो। ल हेर्नुहोस् ल ल ल जाल झिक्ने आइडिया हेर्नुहोस्, सिक्नुहोस् होइन। लेभल अप गर्नु क्या जिन्दगीलाई। हेर्नुहोस् त ल पऱ्यो के हो, परेको हो कि हो, परेको छैन रहेछ। ल हेर्नुहोस् उहाँको चाहिँ यो स्टार्ट भइसकेको छ होइन। लगभग 6-7 ता पार्नु भयो। जाल बनाउने काम भयो अहिले। यो के नाक खज्यो जालको ट्याक्क खाजा खाने ट्याक्कै माछा चाहिँ यहाँ तल पनि छ होइन। अब आज भराउने कुरा हुन्छ। एक पाउट भइसक्यो त पुसायो। My fish, guys. Wow. होइन त होइन यो अहिले आजको दिनको बिग सट हो होइन। नदेखाउनु त। वाह नाइस सट। Oh my god, oh my lord, what a surprise man. OMG OMG। यो चाहिँ एकदम अहिलेसम्मको हाम्रो ठुलो माछा हो होइन। बवाल छ। बाई बाई। टिकटकमा हाल्ने बनाउनु क्या खारोबाट। युट्युबमा हाल्ने होइन होला। युट्युबमा हाल्ने रे यार। ल सही माछा ल गाइसहरू यो चाहिँ हाम्रो चौथो बिच हो। चौथो बिच। त रसी खाने थियो, थोरै सुप बना खाने हो यार। युट्युबको थम्बनेलको लागि। परेको त्यो त फुस्किसकेको छ माया त। बाबुलाई पनि च्याप्पै छाडेको माछा ठुलो माछा है। त्यो खुसी हालेको होला नि। ओके छ त सलिना
ब्रेसी फोर्दिन काट्दिन हैन टक्क मिलाएर चाहिँ आज चाहिँ मिति 2082 साल वैशाख 23 गते हाम्रो चाहिँ ओम रोकाजीले मार्नु भएको माछा हो हैन भगवान छ माछा चाहिँ अनि मान्छे सबै हाल्नुभयो सबै हालिनु भयो सबै हालिनु हो भएर लास्ट त माछा जता हेर आठ बन्द गर्नु ओहो बान्डले डिडे समाउनु यो समाउनु त होइन कि यस्तो केही उचाल्नु न सबै थियो हटस् ल आज हाम्रो साथीले मारेको माछा होइन 3 केजी जस्तो मारिदिएको थियो अघि 1 केजी सुखाइयो यो चाहिँ ट्याक्क फ्राई गरेर अब यो हामी अहिले रातिको 12 बज्यो ल हेर्नुहोस् ट्याक्क बबाल छ ल जस हल्का दुःख पनि भयो माछाको पनि अनुहार देख्न पाइयो धेरै देख्न पाइयो खुसी लाग्छ हैन दुखाइ त भुलिन्छ कि माछा खान लागेपछि भिटामिन बी आएपछि त्यो जरे टी भन्ने कुरा त सक्यो बिग फिस चाहिँ यो है फेरि बिग फिसको टाउको यो पुच्छर यो पुच्छ त होइन अझ ठुलो छ पुच्छ यो त्यो त हेर्नु छ हेर्नु न लोकल माछा है फेरि मात्र 1500 रुपियाँ केजी है फेरि हेर्नुहोस् माछा खान सक्नुहुन्छ त तपाईँहरूले यस्तो गर्नु त सक्नुहुन्छ तर क्षमता छैन सिप छैन टाइम छैन होला मन छैन होला त्यो हो ए हो क्षमता त सबैको हुन्छ नदेखाएको मात्रै हो तर मेरो चाहिँ छैन है यस्तो हो भरे पनि कोसिस गर्यो भने अवश्य हुन्छ बहुत मेहनत छ नि त यो काममा त खोलाले लगला जुसी ल हेर्नुहोस् यो सिसाले फिसमा जुस हेर्नुहोस् कहिलेकाहीँ त गुई आएर